मन्दिरा काल बोके उठ नाही के म एकछिन सुत्छु उठेर चिया पकाउ ल म फ्रेस हुन जान्छु बहिनीलाई भन्नु न म हिजो पनि ढिला सुतेको एकछिनमा उठ्छु रिता हजुर मलाई थोरै देऊ न पानी सक्यौ तिमी छैन बाहिर जान्छ ल चिया पकाउ ल गएर ए हुन्छ आज अफिस छिटो जानु छ मलाई अलि हतार हुन्छ मैडम जी त अझै सुतिरहनु भएको छ दाइ भाउजू चिया ल्याइदिएको थिएँ भयो धेरै लोकाचार पार्नु पर्दैन तिमीले खायौ त छैन दाइ खाएको उता राखेको छु हजुरहरूलाई चाहिँ ल्याइदिएको ल मैडम जी उठ्नुहोस् उठ कि एका बिहानै रिसाएको राम्रो हुन्न मुसुक्क हाँस दिनभरि हाँस्न पाउँछ नकराउ के झुसे तिमी पनि यो दारी कपाल काट्यौ भने त राम्रो देखिन्थ्यौ नि होइन अफिसमा पनि तिमीलाई केही भन्दैनन् कि क्या हो कसैले कसलाई राम्रो देखाउनु छ र खुबै होला नि कोही कोही त म त तिमीहरूका दाजुबहिनीको लागि दुश्मन जत्तिकै छु क्या रे जति राम्रो गरे पनि नराम्रो नै हुन्छु यसको बोली दिने कोही छैन भनेर हेप्या त होला नि भयो अब यो भन्दा बढी नबोल धेरै भाषण दिनु पर्दैन कहिले कसो त एक वचन मिठो बोले पनि राम्रो हुन्छ मलाई काममा गर्न ढिला भयो म गएँ भइहाल्यो नि त मेरो पनि अब घरको काम सुरु गर्नु परिहाल्यो मनिष सुन न भन न मनिष तिमीलाई एउटा कुरा भन्नु भनेको के कुरा होला भन न तिमीसँग छ भने मलाई 5000 जति देऊ न है म स्यालेरी आएपछि दिन्छु नि ल राधा मसँग त पैसा छैन नि बरु स्यालेरी आएपछि दिन्छु नि है रिसोर्टको हालत पनि यस्तो छ यो महिना पनि स्यालेरी आउँछ जस्तो छाटकाटै देखेको छुइनँ मनिष त्यही त राधा बरु सरलाई माग न हाम्रो स्यालेरी पनि आउने बेला भइहाल्यो क्यारे मलाई पनि अलिअलि पैसाको खाँचो छ हुन्छ त्यसो भए यो काम सकेर जाउँ न त है यो सकि नै हाल्यो तिमी जाने गर म राखेर आउँछु है हुन्छ समीक्षा तेरो जिन्दगी त गजबकै छ है दिने पछि लुगा फेरो टिकटक बनायो रमाइलो छ है हेर्नुस् दिदी जिन्दगीको हरेक क्षण बहुमूल्य छ आफूमा पनि भर पर्छ के
जीवनलाई फुल बनाउने कि काँडा बनाउने भनेर। हुन त हो समीक्षा, रमाउनलाई, खुसी हुनलाई आफ्नो मन पनि त शान्त हुनु पर्यो नि। मनमा भने डढेलो लागिरहेको छ, ऊ भने फुल फुलाउने कुरा गर्छ। तपाईँको मनमा डढेलो सल्किनुको मुख्य कारण चाहिँ रिता होइन? खुरुक्क एउटा जोइटिङ खोजेर पठाइदिनु भनेको मान्नुहुन्न, अनि कहाँ हुन्छ त दिदी? के को बे गर्नु नि, दाजुले काम खोज्देका छन् रे, उतै काम गर्न जान्छे होली नि महारानी। ए भनेपछि रिताले पनि पैसा कमाउन थाल्ने भयो होइन त? अब रिताले नि पैसा कमाउन थालेपछि त तपाईँलाई त मान्छे पनि गन्दिनँ होला दिदी। हेर्नुहोस् है दिदी, भोलि तपाईँका पनि छोराछोरी होलान्, छोराछोरी पाल्नु पर्ला होइन? एकजनाको मात्र कमाइले हुन्छ त? अब रितालाई पनि सधैँ माइतमा राखेर पाल्न त सक्नुहुन्न होला पक्कै पनि। विचार गर्नुहोस् है, विचार गर्नुहोस् दिदी। खै के गर्ने, मैले त केही पनि सोच्न सकिरहेको छैन। त्यसलाई त जसरी भए पनि घरबाट निकाल्नै पर्छ, नत्र त्यसले दाजुलाई फकाएर सारा सम्पत्ति लग्यो भने त मेरो त बिहालै हुन्छ। अब केही न केही चाहिँ सोच्नै पर्यो। हो, बल्ल ठिक कुरा गर्नुभयो दिदी। यदि सोझो औँलाले घिउ आएन भने औँला टेढो गर्न पनि जान्नुपर्छ क्या दिदी। ठिक भनिस् समीक्षा, तैँले यो कुरामा साथ दिनै पर्छ। दिदी तपाईँ भन्नु न मात्रै, म तपाईँको लागि यो ज्यानै दिन सक्छु। साथ त सानो कुरा हो क्या। मलाई थाहा थियो कि तैँले मलाई साथ दिन्छेस् भनेर। दिदी अहिले म जान्छु है। ल ल ल। मन्दिरा के भयो? किन यहाँ गन्थन मन्थन गरेर बसेको? केही भएको छैन, समीक्षालाई भेटे एकछिन कुरा गरेर बसेको। ए हो र? अनि रिता घरमै त होली नि होइन मन्दिरा? खै के थाहा, घरमै होली नि। अनि तपाईँ काममा जानुभएको होइन? अफिस गएको थिएँ, तर सरले रितालाई लिएर आउनु भन्नुभएकोले घर जान लागेको थिएँ। तिमीहरूलाई यहीँ देखेँ अनि यता आएको। किन, कामको कुरा मिलेको हो र? अनि मैले जे भनेको होइन त, रिताको लागि कामको कुरा गर्न सरले बोलाउनु भएको छ भनेर। त्यही कामको लागि रितालाई लिन आएको। पर्दैन रितालाई काममा लाउनु, बेकारमा पढाइ बिग्रिन्छ। बरु म गर्छु त्यो काम, घरमा केही काम पनि छैन। कस्तो कुरा नबुझेको के मन्दिरा तिमीले? अब रितालाई भनेर खोजेको काममा मैले तिमीलाई कसरी लानु? लगे हुन्छ, जहाँ जे पर्दा पनि तपाईँकै बहिनीलाई लगे हुन्छ। मेरो लागि त केही गर्नु पर्दैन। नरिसाउ न मन्दिरा, अब रितालाई भनेर खोजेको काममा तिमीलाई लग्यो भने सरले के भन्नुहुन्छ होला? त्यसमाथि तिम्रो मेरो पढाइ पनि त्यति धेरै राम्रो छैन। त्यो रितालाई खोजेको काम अलि त्यस्तै ठाउँमा छ अरे क्या। तिमी कुरा बुझ न। ए भनेपछि म अनपढ गवार भएँ होइन? पढ्ने बेलामा तपाईँसँगै भागेर आएको बिर्सिनु भयो? बिर्सेको छैन मन्दिरा, मैले तिमीलाई पनि पढ भनेकै हो। तर के गर्नु, तिमीले त्यतिखेर म अहिले पढ्दिनँ भनिहाल्यौ। किन पढ्नु पर्यो? के को लागि चाहियो पढाइ? ज्यान छँदैछ, दिमाग छँदैछ, जसले पनि दिन्छ मलाई काम। त्यो रितासँग नदाँझै हुन्छ मलाई, बुझ्नुभयो? अब यो धेरै कुरा नगरौँ मन्दिरा, हिँड घर जाउँ। जान्न म घर सर। जति बेला पनि रिसाएर मात्रै चल्छ र जिन्दगी? आखिर तिनजनाको परिवार छ, जहिले तेरो भनेको छ, मेरो भनेको छ। मिलेर बस्यो भने के नै हुन्छ र? रिता आखिर तिम्रो पनि त बहिनी हो नि। तपाईँको दाजु बहिनीलाई केही गर्दा नि हुँदैन। जे गर्दा पनि मैले तपाईँहरूको मन जित्न सकिनँ। सधैँ मलाई नै गलत देख्नुहुन्छ। आफ्नो परिवार छोडेर आउँदा पनि तपाईँहरूको मनमा कहिले बस्न सकिनँ है। तिमी चित्त नदुखाऊ। बाआमाले मर्ने बेलामा बाआमाको दुवैको माया दिएर पालेछ है बहिनीलाई भन्नुभएको थियो। अब त्यही भकी एउटी बहिनी हो, त्यसलाई माया नगरे कसलाई गर्नु त? मरेका बाबुआमाको कुरा मानेर हुँदैन बुढा। गतिलो छोरी जन्माएका भए पो अलक्षिने छोरी जन्माएपछि हामीले के गर्नु र? बाबुआमा पनि जन्मिने बित्तिकै खाइ, भएको सारा सम्पत्ति पनि त्यसैले खान्छे, अनि मात्रै तपाईँको बुद्धि आउँछ बुढा। मन्दिरा, सबै कुरा भन, म सहन सक्छु, तर मेरा मरिसकेका बाबुआमाको कुरा तिमी कहिले पनि ननिकाल। अनि त्यो लक्षण र अलक्षिण छुट्याउने तिमी को हौ? त्यसमाथि रिताले कसैको सम्पत्ति खाइदिएकी छैन, उसैको बाआमाले कमाएर राखेको सम्पत्ति खाइरहेकी छ। त्यसमा तिमीले औँला उठाउनु पर्ने कुनै पनि कारण छैन। सत्य कुरा तितो नै हुन्छ। तपाईँको बहिनी जन्मेको 1 हप्तामै
तपाईँको बाबुआमाको मृत्यु भयो। यो कुरा मलाई राम्रोसँग थाहा छ। मन्दिरा, तैँले भन्न खोजेको के हो? मेरो अगाडि त यो कुरा गरिस्, तर रिताको अगाडि पनि यसरी भनिस् भने राम्रो हुने छैन। विचार गरिस्। मन्दिरा, हे भगवान, कसरी मिलाएर राख्ने होला? हेलो दाइ, आज काममा जाने भन्नुभएको होइन? म त रेडी भइसकेँ नि। म घर आउँदैछु, तिमी तयारी भएर बस। हुन्छ दादा। अनि विजेश, धेरै भयो त हाम्रो खासै कुराकानी पनि नभएको। त्यही त, अब एसएलसी पछि तिमीले पनि कलेज चेन्ज गरिहाल्यौ, मैले पनि कलेज चेन्ज गरिहालेँ, त्यसै त पढाइमै व्यस्त भइहाल्यो। अनि विजेश, बिहे गरेछ कि छैन हौ? अब यो बिहेको कुरा त पछि नै गरौँला गणेशजी। ए, भइहाल्छ नि विजेश। अनि गणेश, तिमीलाई थाहा भयो त रविन्द्रजीले बिहा गर्नुभयो नि त? ए, त्यो पाइटमा छेर्ने रविन्द्र कता छ हौ? आजभोलि भेटघाट पनि छैन। ए, अहिले भेट्यो भने त चिन्दिनँ होला हौ त्यसलाई। त्यसले त सानोमै स्कुल चेन्ज गरेको हो नि गणेशजी। अहिले रविन्द्रजी धेरै व्यापारी भइसकेका छन्, काम यही गर्छन्। अहिले आउने बेला नि हुन्ला यार। राम्रै हो नि, सधैँ बच्चा जस्तो भएर कहाँ हुन्छ र? म पनि एकचोटि भेटेर जान्छु। भइहाल्छ नि गणेशजी, अब आउने बेला नि भइसक्यो, अब भेटेर जानु होला नि। रिता, हजुर। जाउँ हिँड, उता सरले अफिसमा पुरिराख्नु भएको होला। हुन्छ दादा। अनि भाउजू खै जाने? जहाँसुकै जाओस्, हिँड जाउँ हामी, फेरि पाको काम पनि छुट्ला। दाइ, एकचोटि भाउजूलाई फोन गरेर जाऊँ न, फेरि घर अलपत्र हुन्छ, घरमा कोही नि छैन। ताला लगाएपछि कसैले केही लाँदैन हाम्रो घरमा। त्यसलाई फोनसोन केही गर्नु पर्दैन। अघि माथि चौरमा भेटेको थिएँ, रिसाले मुरमुरेर हिँडेकी छे। फेरि भाउजूलाई के भएछ त दाइ? हामीसँग भाउजू किन रिसाउनु भएको? हजुरलाई केही थाहा छ? किन हुनु नि, अब तिमीलाई काममा नला भनेर भन्दै थिए, त्यही कुरामा झोकाझोक पर्यो। 2-4 शब्द नमिठो मैले पनि बोलेँ, उसले पनि बोली। बिचरा भाउजूलाई हजुरले किन गाली गर्नुभएको? यही काम भाउजूलाई दिउँ न त, म अरू केही काम गर्छु नि पछि खोजेर, हुन्न र दाइ? हुन त हुन्थ्यो रिता, तर के गर्नु, अब उसको पढाइ छैन, त्यही भएर यो काम भाउजूलाई ठिक हुँदैन। तर भाउजूलाई गाली नगर्नु भएको भए हुन्थ्यो नि दाइ। यो सबै कुरा छोडिदेऊ, हिँड, ढिला भयो, जाउँ। निकै टाइम पो भयो त विजयजी। रविनजी पनि आउनु भएन, वेट गरेर पनि धेरै भइसक्यो। म निस्किन्छु। होइन, एकैछिन बसौँ न, यत्रो बेर त बसिसक्नु भयो, रविन्द्रजी आउँदै हुनुहुन्छ। फेरि के गर्नु, उता नगई नहुने, स्टाफको मात्र भर गरेर नि भएन, लथलिङ्ग हुन्छ स्टाफको भर गर्दा फेरि। त्यही त सर, तपाईँको ठुलो बिजनेस छ, अब हाम्रो यस्तो सानो बिजनेस होइन, आफूले त ध्यान दिनु परिहाल्यो नि। गणेशजी, रविन्द्रजी उहाँ नै हुनुहुन्छ, हेर्नु त, कतै भेट्यो भने चिन्न सजिलो हुन्छ। खै दिनुहोस् त। ए, उहाँको र मेरो त पहिल्यै भेट भएको हो नि त। ए हो र, त्यसमा त झन् सजिलो भइहाल्यो नि। ल त ठिक छ विजयजी, अब फेरि नेक्स्ट टाइम आएर भेटौँला, बसौँला। अहिले निकै टाइम पनि भयो, म निस्किन्छु। उता अब स्टाफको मात्र भर गरेर भएन है त विजयजी, लाग्यो अहिले। यसो कहिलेकाहीँ यसो पस्नु न। ए हस् त, हुन्छ। राधा, बस्नु। के भयो भन, किन आयो? सर, खासमा कुरा के हो भने नि, हजुर पनि समस्यामै हुनुहुन्छ, हामी पनि समस्यामै छौँ। सर, खासमा हामी त हजुरले हाम्रो स्यालेरी दिनुहुन्छ कि भनेर हामी आएको। सर, हामी तपाईँको समस्या बुझ्छौँ। अहिले रिसोर्ट पनि राम्रो चलेको छैन, त्यही भएर होला हजुरलाई हामीलाई स्यालेरी दिन पनि धेरै गाह्रो भइरहेको छ। तर के गर्नु, हाम्रो पनि घर खर्च चलाउनु पर्यो सर। त्यही त राधा, यसो व्यवस्था गरिदिनुहोस् है सर। कुरा त ठिकै हो, अहिले रिसोर्टको हालत पनि त्यस्तै छ। अहिले मसँग पैसा पनि छैन, सकेसम्म कतै न कतैबाट म व्यवस्था मिलाउँछु। 2-4 दिन चाहिँ कुरा न। हुन्छ सर, यसो कतैबाट मिलाइदिनु न है, मेरो नि घरमा धेरै समस्या भएको हुनाले मात्र हजुरलाई भनेको।
सर मेरो पनि अवस्था त्यस्तै छ हजुरले यसो बुझेर अलिक छिटो गरिदिनु न है ठिकै छ म सकेसम्म चाँडो मिलाउने कोसिस गर्छु सर हामी कामतिर लाग्यो हुन्छ ल ठिक छ काम गरौँ यो त यहाँ टिकटक बनाएर बसेकी छ आफूलाई उहाँ कत्रो आपत परेको छ सुन्न मलाई त बुढाले कराएर अलिअलि होइन काम पनि अब रितेलाई दिने रे सुन्न अब तैँले मलाई एउटा सहयोग गर्नु पर्यो के काम के हो गर्नुपर्ने के हो त्यो भन्नु मलाई म तपाईँको लागि जे गर्न नि तयार छु अघि भनेको होइन तँलाई सबै कुरा थाहा छ नि तैँले जे भन्दैछस् म त्यही मान्दै हिँडेको छु नि अब तैँले मलाई एउटा आइडिया दिनु पर्यो ल दाइ भन रिता काम त पाइयो मैले गर्न सक्छु कि सक्दिनँ होला है खै काम त खासै गाह्रो छैन रे तैपनि माथि गए पछाडि सरसँग कुरा गरौँला नि के कस्तो काम हो भनेर हुन्छ दादा मैले त्यो काम गर्न थालिसकेपछि भाउजूलाई पनि एउटा केही काम खोजिदिएर लगाइदिनुपर्छ होला दाइ अनि हामीलाई घर खर्च पनि चलाउन सजिलो हुन्छ नि तिमीले भनेको कुरा पनि ठिकै हो रिता तर के गर्नु भन्ने बित्तिकै सजिलै कहाँ काम पाइन्छ र यही काम त बल्ल बल्ल विजय सरलाई भनेर लाएको अब 11 बजे आउनु भन्नुभएको थियो ढिला हुन लागिसक्यो त्यही त दाइ हामी दुईजनाले काम गरिसकेपछि भाउजूलाई पनि सजिलो हुन्छ नि त हो नि रिता ओहो रविन्द्रजी काममा जान लाग्नु भएको रिता तिमी जाँदा तपाईँ अनि मेरो नाम कसरी थाहा भयो हजुरलाई ल कस्तो नचिने मलाई नाइ म त तपाईँलाई चिन्दिनँ त को हो र तपाईँ हुन त 1-2 पटक हाम्रो भेट भइसकेको तर म तपाईँलाई राम्रोसँग भने चिन्दिनँ म चिनाइहाल्छु नि हाम्रो स्कुलको पढ्दाखेरिको साथी म उही सुइकुटिएँ क्या कस्तो नचिनेको त तिमी 5 क्लास पढेर स्कुल छोडेर गइहाल्यौ ए तिमी त्यही सुइकुटे गणेश चिने अहिले चाहिँ अब सँगै पढेको साथीहरू को कता कता गए चिन्नै नसक्ने भएछौ त्यही त मैले पनि विजयले भनेपछि थाहा पाएँ तिमी नै रविन्द्र हो भन्ने कुरो ल तिमीलाई थाहा छ हामी सानोमा कति खेल्थ्यौ कति लडीबडी गर्थ्यौ चुङ्गी खेल्थ्यौ अझ तिमीले त मलाई बोकेर कहाँ घुमाउन लान्थ्यौ हो नि हाम्रो बचपनका दिनहरू कति रमाइलो थियो है गणेश अब अहिले त को कता पुगे सबै आफ्नो व्यवहारिकमा भए अहिले त सबै जिन्दगी डामाडोल भएको छ यार अनि भन तिम्रो अरू के छ सोचे जस्तो कहाँ हुन्छ र जिन्दगी सुख र दुःखलाई सम्हाल्दै जिउन नै असल जिन्दगी हो रविन्द्रजी ल त गणेश म त काममा हिँडेको मलाई अलि हतार छ हामी पछि कुरा गरौँला नि ल जाऊ समय मिल्छ भने बेपत्तापुर डाँडामा मैले सानो रेस्टुरेन्ट खोलेको छु यसो मिलाएर आऊ न म नि अलि हतारमा छु ल हस् ल लाग्यो है त पछि फेरि भेटौँला हस् दिदी के भयो हजुरलाई किन यसरी आत्तिनु भएको रिता तिम्रो भाउजू तल बाटोमा लडिराख्नु भएको छ जाऊ हिँड्नु छिटो के भयो मेरो भाउजूलाई कहाँ हुनुहुन्छ मेरो भाउजू हिँड्नु न दिदी छिटो आऊ मलाई जान्छु आऊ ओहो रविन्द्रजी आइपुग्नु भयो हजुर सर आइपुगेँ खै त रिता त देख्दिनँ त रिताले ल्याउनु भएन सर रिता त आइपुगेकी छैनन् र ऊ त मभन्दा अगाडि नै हिँडेको हो त बिच बाटोबाटै रिता अगाडि लागेर हिँडेकी थिइन् छैन नि रविन्द्रजी म पनि कुरै छु उता पनि 11 बजी बोलाएको त्यही त सर अभागी खप्पर जता गयो उतै ठक्कर भन्थे आज मलाई त्यस्तै भयो सर मैले झन् 11 बजे नै पुग्नुपर्छ है भनेर रिता तिमी अगाडि जाँदै गर भनेर म एकैछिन बाटोमा उभिएको थिएँ सर कहाँ गएछ तनाव पनि कति दिन्छन् हो सर मलाई त जहिले पनि तनावै तनाव मात्रै दिन्छन् सर तपाईँ नआतिन् न रविन्द्रजी बरु एकचोटि फोन गर्नु न बहिनीलाई
सर मोबाइल त स्विच अफ छ भन्छ त। हो र रविन्द्रजी, कतै समस्यामा त परेनन्? के भएको हो कुन्नी आजभोलि मेरो घरमा? कहिले बुढी घर छोडेर हिँड्ने, कहिले बहिनी हराउने। मेरो त सुक्खाका दिन पनि कहिले नआउलान् जस्तो छ सर। कहिले के तनाव आउँछ, कहिले के तनाव। म त साह्रै अभागी रहेछु सर। दुखी मन नगर्नु रविन्द्रजी, बहिनीलाई यो ठाउँ थाहा छ आइहाल्छन् कि? होइन सर, रिता त मभन्दा धेरै अगाडि हिँडेकी थिइन्। म त्यहाँ बाटोमा एउटा साथी भेटेर एकैछिन अल्मलिएको थिएँ। रितालाई हिँड्दै गर है भनेर अगाडि पठाएको, आइपुग्नु पर्ने, अहिलेसम्म आइपुगेकी छैन। अनि कता गइन् त? बहिनीलाई एकचोटि फेरि फोन गर्नुहोस् त। सर फोन त लागेन। हिँड्नुहोस्, उसो भए बाटोमा केही भयो कि तपाईँ त्यत्तिकै आत्तिनुहुन्छ। नआत्तिएर के गर्नु सर? बुढी पनि झगडा गरेर निस्केर हिँडेकी छे, बहिनी पनि कहाँ गयो कि हो पत्तो पत्तो छैन। के भन्नुभएको रविन्द्रजी तपाईँले? दुःख पर्दाखेरि नभएको साथी, अरू बेला के काम? हिँड्नुहोस् कुर्क। भाउजू के भयो? उठ्नु न भाउजू। भाउजू उठ्नु न। के भयो? उठ्नु न।